हेलो एभ्रिवान, सबैलाई नमस्कार। म ब्ल्याक स्मिथ यहाँनिर वीरेन्द्र मगर र म आज चाहिँ हाम्रो दाइले वीरेन्द्र मगर अनि तपाईँको र मेरो नाम सेम सेम नै नाम राशि नै रहेछन्, केही छैन। उहाँ चाहिँ गिरिसको कुनै ठाउँमा काम गर्दै गर्ने क्रममा चाहिँ हाङ्गाले आँखा घोचेर चाहिँ उहाँको आँखाको दृष्टिविहीन होइन दृष्टिविहीन हुनु भएको कारणले गर्दा चाहिँ एउटा आँखा बिग्रेको कारणले गर्दा चाहिँ म आज उहाँलाई भेट्न आएको छु। किन केही सहयोग उठ्यो, केही रकम जुट्यो भने उहाँको उपचारको लागि भनेर यो भिडियो बनाउँदैछु। कृपया सबैजना हेरेर सेयर पनि गरिदिनु होला भन्दै म दाइलाई केही कुराहरू सोध्दैछु। उहाँको अब मेडिकल सम्बन्धी उपचार के कसरी गर्ने, उहाँको सोच प्लान के छ भनेर सोध्दैछु। कृपया सबैजना हेरिदिनु होला है। दाइ नमस्ते। दाइ आरामै हुनुहुन्छ? अनि तपाईँको आँखा चाहिँ के काम गर्दाखेरि चाहिँ यस्तो? यो सुन्तला टिप्दाखेरि घोचेको हो। हजुर हजुर। अनि हस्पिटल गयो, ठिक भएको थियो। हजुर एक हप्ता जति रेस्ट गरेँ। हजुर। अनि फेरि जाँदाखेरि अनि फेरि यही आँखामा ओके, ल ठिक छ। अनि चाहिँ तपाईँको गिरिसको हस्पिटलले चाहिँ के भनेको छ? आँखा ठिक हुन्छ अथवा हुँदैन? अब आँखा अब अपरेसन गर्नुपर्छ भनेछ, तर हुन्छ भने तर अब हुनको लागि अब यो घाँटीबाट माथिको अलि रिक्स हुने र तपाईँलाई एउटा ग्यारेन्टी बस्ने मान्छे छ होइन। र तपाईँलाई ल ठिक छ, हामी नेपाली भनेको मन सबैको ठुलो हुन्छ। हामी नेपाली जे जसो भए पनि परेको बेलामा 7 दिन पछाडि हड्ने खालको चाहिँ होइन। तपाईँलाई थाहा छ, तपाईँको र मेरोमा सेम नै हो। र यति रकम उठ्यो, तपाईँको ग्यारेन्टी बस्ने यदि कोही मान्छे तपाईँले भेट्नुभयो, म त्यसको लागि म गर्नेछु। म जतिसम्म कोसिस गर्नेछु ग्यारेन्टी बस्ने खालको मान्छे। यदि मैले नै बस्नु मिल्ने रहेछ भने म पनि बस्न पछाडि हट्दिनँ। त्यसको लागि चाहिँ म ढुक्क छु। किन परदेशमा भनेको नेपाली नै फ्यामिली हो है। यदि त्यस्तो खालको मान्छे रकम प्लस तपाईँको कोही ग्यारेन्टी बस्ने मान्छे भेट्नुभयो भने तपाईँ यहीँ उपचार गर्न चाहनुहुन्छ अथवा होइन म नेपालै जान्छु भन्न चाहनुहुन्छ? होइन, अब सन्चो उपचार अपरेसन हुन्छ र गर्नुहुन्छ तपाईँहरू मिलेर, सबै नेपाली दाजुभाइ मिलेर भयो भने म यहीँ बस्न चाहन्छु। यो हो गाइस, हामीले त्यसकारण सम्पूर्ण हामी नेपालीले के भन्न चाहन्छौँ भने चाहिँ आखिर हामी नेपाली हो, एकअर्कालाई हामीले सहयोग गर्नुपर्छ। भोलिको दिनमा जो कोहीलाई पनि पर्न सक्छ। र स्पेसली ग्रिसमा हुने नेपालीहरू चाहिँ म सर्टकट सिधा भन्न चाहन्छु, प्लिज सबैजना आफ्नो सक्ने सहयोग जुटाइदिनु होला उहाँको उपचारको लागि। किन उहाँ चाहिँ आत्तिएर चाहिँ म नेपालै डिपोर्ट हाल्छु, यहाँ हुँदैन होला, कसैले सपोर्ट गर्दैन होला, कसैले सहयोग गर्दैन होला भनेर उहाँ चाहिँ एकदम डिपोर्टको लागि नेपाल रेडी हुनु भएको रहेछ। र हिजो राति एकजना मलाई भाइले चाहिँ वाट्सएपमा दाइ यस्तो यस्तो मान्छे छ, प्लिज तपाईँ भेट्नु न भन्यो। त्यहाँ बसी अनि मैले हाम्रो बहिनी अञ्जलीलाई कुराकानी गरेर, अनि अञ्जली बहिनी पनि यहीँ हुँदो रहेछ, अनि उहाँ मार्फत लोकेसन मागेर दाइसँग भेट्न अवसर पाएँ। धेरै खुसी छु। र भाइ तिमीले चाहिँ जुन मलाई भिडियो हाल्नुभयो त्यसको लागि धेरै धन्यवाद। आगामी आउने दिनहरू पनि यस्तो भिडियोहरू हालिरहनु जो कि हामीले रेस्क्यु गर्न सकोस् ग्रिसमा दुःखमा परेका मान्छेहरूलाई चाहिँ। र तपाईँलाई दाइ ग्रिसमा सम्पूर्ण नेपालीहरूले तपाईँलाई सहयोग गर्ने रहेछ होइन, नहात्तिनुहोस्। तपाईँ चाहिँ यहीँ उपचार गर्नुहुन्छ भने घर फ्यामिलीसँग पनि कुरा गर्नुहोस्। म ग्यारेन्टी बस्ने मान्छे, तपाईँको रिस्क उठाउने, पैसा जुटाउने सबै म हुन्छ भन्नु न, म कोसिस गर्छु। किन अब चिनेको दाइहरू त धेरै पुरानाहरू छन् यहाँनिर चाहिँ होइन। म सबैसँग आफ्नो मन्तव्य राख्छु, मेरो सोच राख्छु। उहाँहरूले सकेसम्म नै भन्नु हुँदैन जस्तो लाग्छ। त्यसकारण तपाईँ ढुक्क 1-2 दिन भएर बस्नु, नआत्तिनु। यति चाँडै डिपोर्ट चाहिँ नहुनुहोस्। सकेन भने त्यसपछि अर्कै बाटो छ है। त्यसरी नआत्तिनुहोस्। तपाईँको लागि हामी सहयोग गरेर पनि तपाईँको ग्यारेन्टी बस्ने मान्छे पनि हामी खोज्छौँ। जहाँसम्म लाग्छ हाम्रो सक्सेस नै हुनेछ यो। त्यसकारण तपाईँ नआत्तिनु होला, ढुक्क बस्नु होला। सबैजनालाई हामी हात जोड्दै भन्छौँ, सबैजना एकसाथ भएर सक्दो सहयोग सबैजना जुटाइदिनु होला भन्दै अहिले हामी बाई गाई।